आज चाहिँ म बिहान उठेँ, त्यसपछि यस्तो अल्छी लागिरहेको थियो, बिदा छ। त्यसपछि उठ्ने बित्तिकै मेरो साथीले आएर मलाई चाहिँ छोकडा दिएको थियो। मुख पनि धोएको थिइनँ, उठे मात्रै थिएँ। छोकडा भएपछि फेरि म खुसी। आज चाहिँ फेरि अब हाम्रो रुमहरू सफा गर्ने भनेर प्लानिङ थियो क्या। गोल्डन डे चलिरहेको नि त जापानमा अहिले। अनि बिदा छ गएको साको। अनि यो चाहिँ खुसी भएर पुरै डान्स हानिरहेको थिएँ फेरि। यो खाना बनाउनु लागेको थियो, म चाहिँ सफा गर्नु लागेको थिएँ। अनि म चाहिँ भट्टाभट काम गर्न थालेँ, सफा गर्न थालेँ। म चाहिँ सफा गर्नुतिर लागेको थिएँ। अनि ऊ चाहिँ खाना बनाउँदै थियो। अनि खाना बनाउँदै नाच्दै हामीले चाहिँ जापानमा आज चिया पनि खाएको थियौँ कि फेरि उसमा बनाएर अनि कपडा धुन हालेँ। त्यसपछि मैले अनि कपडा सर हालेँ। अनि त्यसपछि कपडा हालेँ। अनि कपडा हाल्ने बित्तिकै हाम्रो जापानमा चाहिँ यस्तो सरफ हुँदो रहेछ र मैले फुत्त हालेँ। अनि त्यो हाल्ने बित्तिकै फट्ट बन्द गरेर त्यसपछि उसले कराईमा बनाएको चियालाई जापानमा क्वाप्प बिस्कुटसँग खायौँ र दुईजना चेस गऱ्यौँ। अनि त्यसपछि खाना थाल्यौँ। खाएपछि ऊ चाहिँ अब टक्क लाएर खाना बनाउनतिर लाग्यो। अनि म चाहिँ अब सरसफाइतिर लागेँ। फेरि झ्यालहरू पुस्नु थियो, धेरै काम थियो। अनि म चाहिँ दामी बनाउँछु नि र हाफकोटमा फेरि खत्रै पुस्न थालेँ म फेरि। हाफकोट के भन्नु, बक्सरमा होइन लाज लाग्दैन ऊ र म यत्तिकै बस्ने हो। अनि मैले त्यो सिद्धाउने बित्तिकै फेरि कपडा पट्टाउनुतिर लाग्यो। ओछ्यान नि उसले मिलायो है। अनि म फेरि यता भुइँ पुस्नेतिर लागेँ। अघि कुचो लगाइसकेको थिएँ। अनि यो सिद्धिने बित्तिकै फेरि उसले खाना बनाएको थियो। त्यसपछि मासु र भात थियो। फेरि टक्क लाएर जापानको चामल र मासुसँग ग्याम्म खाना खायौँ उसले बनाएको। अनि खाने बित्तिकै त्यसपछि हामी एकैछिनपछि भाँडासाँडा माझ्यौँ। त्यसपछि हामी गयौँ। अनि हामी चाहिँ आज चाहिँ काम गर्न जाने भनेर निस्केको थियौँ। ऊ लुखुर हिँड्दा थियो। त्यसपछि हामीले दुईवटा बाँदरहरूलाई भेट्यौँ। हामीले बोलाएको थियौँ है फेरि। त्यो पनि गएर बस्यौँ अनि डिस्कस गऱ्यौँ। त्यसपछि हामी खोज्न हिँड्यौँ काम चाहिँ हामीले पाएनौँ। त्यही पनि हामी एकछिन भए नि डुल्न चाहिँ डुल्यौँ है। यति भन्दै आजको लागि चाहिँ भ्लग यति नै है त। बाई बाई। टुकुर हिँड्दा बाँदर हिँडे जस्तो ल।